फेसबुक मोनेटाइजेसन टुल्स तपाईले पक्कै पनि सुन्नुभयो होला। यो आए के हुन्छ त? नआएको भए कसरी ल्याउने त? कस्तो खाले फेसबुकमा आउँछ त? कस्तो खाले पेजमा आउँछ त? हामीले के गर्यौं भने यसलाई यो टुल्सलाई हैन फेसबुक मोनेटाइजेसन टुल्सलाई ल्याउन सक्छौं त हैन? यो फेसबुकमा आए कति पैसा कमाउन सकिन्छ त भन्ने कुरा धेरै जनालाई यो जिज्ञासाको कुरो पनि हो। धेरै जनाको प्रश्न पनि रहेको छ। हामीले फेसबुक मोनेटाइजेसन टुल्सलाई कसरी ल्याउन सक्छौं आफ्नो फेसबुकमा र ल्याइसकेपछि यसलाई कसरी मोनेटाइज गर्न सक्छौं है? मोनेटाइज गरिसकेपछि हामीले कस्तो किसिमको कामहरु गर्नुपर्छ हाम्रो पेज अथवा आईडीमा धेरै जनाको यो एकदम जान्न चाहेको कुरो हो यो है। र नेपालमा धेरै जना मान्छेहरुको फेसबुक मोनेटाइजेसन टुल्स आएको छैन र धेरै जना हैन 1000 2000 5000 10000 20000 30000 फलोअर्स भइसकेका व्यक्तिहरुको पनि फेसबुक मोनेटाइज भएको छैन। धेरै जनाले धेरै गल्ती गरेका हुन्छन् भने थोरै जनाले आफ्नो ओरिजिनल कन्टेन्ट पेस्ट गरेका हुन्छन् र त्यै पनि मोनेटाइज भएको छैन। यसमा के छ भने फेसबुक मोनेटाइजेसन टुल्स दिएको छैन र हामीले यो कसरी काम गर्यो भने फेसबुक मोनेटाइजेसन टुल्स आफ्नो पेज आईडीमा ल्याउन सक्छौं आजको भिडियोमा शेयर गर्दैछु। पक्कै पनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला भन्न चाहन्छु। टुल्सलाई ल्याउनको लागि हैन टुल्सलाई इन्भाइट गर्नुपर्छ। इन्भाइट गर्नु सकेसम्म हैन इन्भाइट गरिसके पनि नआउँदाखेरि तपाईले पेजमा डेली विकली च्यालेन्ज कम्प्लिट गर्नुपर्छ जसको पेज अथवा आईडीमा एंगेजमेन्ट धेरै छ है। एंगेजमेन्ट धेरै छ त्यसलाई फेसबुकले फेसबुक मोनेटाइजेसन टुल्स अटोमेटिक दिने गर्छ। तपाईले सकेसम्म हैन फोटो रिल्स सकेसम्म हैन दिनमा जति विकली च्यालेन्ज छ त्यसमा 10 वटा 5 वटा जति अनलिमिटेड पोस्ट गरिदिनुस्।